हेलो गाइज, आज चाहिँ म हजुरहरूलाई के भन्छन् जापानमा हैन होस्टेलहरू कस्तो हुन्छ भनेर नेपालमा यहाँकोलाई त भोगिसकेका हुन्छन्, थाहा हुन्छ हैन। नेपालमा हुनेहरूलाई भर्खर आउन खोज्नेहरूले हुन्छ नि कस्तो हुन्छ होला मलाई पनि त्यस्तै लाग्थ्यो हैन। मैले कति भिडियो पनि हेरेँ हैन। के भन्छन् यहाँ हाम्रो सागामा चाहिँ यस्तो हुन्छ के, यस्तो प्राय होस्टेल भनेको यस्तो घर लगेको हुन्छ हैन। यस्तो घर लगेको हुन्छ हाम्रो, अब अरू पनि हुन्छ ठुल्ठुलो बिल्डिङहरू पनि, हाम्रो चाहिँ यस्तो घर लगेको छ। अनि त्यो चाहिँ मेरो साइकल हैन साथीको। अनि यहाँ हाम्रो घर यसरी जाने आज हल्का चिसो छ कि हैन। यसरी हाम्रो जुत्ता राख्ने छ, टक्क जाने। यहाँ चाहिँ हाम्रो ऐना छ, यसरी हजुर यसरी लुगा सुकाउने छ हैन। अनि के भन्छन् हाम्रो यो होस्टेल भनौँ कि घर भनौँ, यहाँ आएपछि अलि सजिलो हुन्छ किनकि अरूभन्दा अलिक फरक छ, अलि फ्राकिलो छ, बसेर खाने ठाउँ पनि छ। त्यो चाहिँ मेरो रुम हैन। दिस इज माई रुम, माई सबभन्दा सानो रुम छ। म मान्छे पनि सानो रुम छ हैन। यो चाहिँ मेरो लुगा राख्ने ठाउँ, यहाँ पनि छ ढुन्डाउने ठाउँ हैन। अनि यता चाहिँ एउटा साथीको रुम, अर्को साथीको रुम उता पनि छ, अनि माथि पनि छ। अनि बन्द गरेर गइहालेँ। के भन्छन् के भनौँ। अनि यसरी छ वासिङ मेसिन, मुख धुने ठाउँ यस्तो हुन्छ हैन, मुख धुने ठाउँ चाहिँ। अनि यो बाथरुम नुहाउने हैन। अनि उहाँ चाहिँ वासरुम छ, उहाँ अर्को साथीको रुम छ। अनि यो चाहिँ हाम्रो किचन, सबैको किचन हो, सबैजनाको किचन हो यो चाहिँ। यति नै हो, खासै त्यस्तो धेरै सोच्नु पर्ने हुँदैन। नेपालमा आरामले आउनुहोस्, स्कुलले खोजिदिएको हुन्छ। अलि गाउँ साइडतिर आयो भने चाहिँ यस्तो हुन्छ। अब सहरतिर त्यही हो, मिलेर बस्नुपर्छ, तलमाथि बेड गराएर। ल यति नै हो, बाई।